ख्रिस्टमा मेरा प्यारा मित्रहरू, यहाँहरू सम्पूर्णलाई उनी हाम्रा प्रभु यीशु ख्रिस्टको सुमधुर नाउँमा न्यानो अभिवादन। म सिलास आज फेरि पनि तपाईहरू माझ छोटो परमेश्वरको जीवित वचन लिएर उपस्थित भएको छु र अब तपाईहरूलाई म ढिला नगरी आजको वचनमा अगाडि बढाउन चाहन्छु। र आजको वचनको खण्ड रहेको छ, हरेक आमा बाबुहरूले आफ्नो बच्चाहरूलाई अथवा आफ्नो नानीहरूलाई दिएको शिक्षाहरू कुनै पनि गलत हुँदैनन् अथवा अर्थहीन हुँदैनन्। तर जुन बच्चाहरूले आफ्नो आमा बाबुले दिनुभएको आज्ञा पालन गर्छन् त्यो बच्चाहरूलाई हरेक कुरामा उन्नति हुनेछन्, उसलाई लाभदायकको कुराहरू हुनेछन्। त आउनुहोस् यो वचनलाई चाहिँ म तपाईहरू माझ एउटा उदाहरणद्वारा म तपाईहरूलाई बताउन चाहन्छु। एउटा दरबारमा एउटा राजा थिए अनि त्यो राजा धेरै धनी थिए। एक दिन राजालाई यस्तो खालको इच्छा जाग्यो, अब म जङ्गलमा गइकन सुगाको बच्चा ल्याएर म पाल्छु, त्यसलाई म पिन्जरामा हाल्छु अनि त्यसको छेउमा बसेर त्यो छटपटिएको त्यो आत्तिएको हेरेर म मजा लिन्छु भन्ने इच्छा लाग्यो। अनि ऊ मन्त्रीसँग जङ्गलमा जाँदा जाँदा साँच्चै नै एउटा सुगाको बच्चा उसले भेट्छ अनि त्यो सुगाको बच्चा आफ्नो दरबारमा ल्याएर एउटा पिन्जरा बनाइकन पिन्जराभित्र हालेर उसले ताला लगाइदिन्छ र ऊ उसको छेउमा एउटा चेयरमा बसेर खुब मजाले सुगाको बच्चा आत्तिएको ऊ हेरिबस्छ। सुगाको बच्चा भने आफ्नो आमा बाबुसँग बिछोड भएको छ, आमा बाबु टाढिएको छ अनि ऊ धेरै दुखी थिए अनि ऊ छटपटिरहेको थिए, आमा र बाबुलाई खोज्दै थिए। तर राजा भने मजाले यो दृश्य हेरिकन रमाइरहेका थिए। बस्दा रहँदा एक दिन राजालाई फेरि पनि इच्छा जाग्यो, म अर्को सुगाको बच्चा पनि लिएर आएर यही पिन्जरामा राखेर म पाल्छु। अनि यही क्रममा ऊ जङ्गल जाने भयो। अब जङ्गल जानुभन्दा अघि त्यो सुगाको बच्चालाई उसले सोध्छ, हे सुगाको बच्चा, अब म फेरि पनि जङ्गल जाँदैछु, सायद तिम्रो आमा बाबु म त्यहाँनिर भेट्न पनि सक्छु, भन आफ्नो आमा बाबाको लागि तिमीले के सन्देश पठाउँछौ मलाई भन। भन्दाखेरि सुगाको बच्चाले भन्छ, होइन महाराज, मेरो केही पनि भन्नु छैन, मेरो केही पनि सन्देश छैन, तर मेरो आमा बाबुले पठाउनु भएको सन्देश चाहिँ मलाई ल्याइदिनुहोस् भनिकन राजा जङ्गल जान्छ। अनि राजा जङ्गल जाँदा जाँदा साँच्चै नै ऊ जङ्गलमा पुग्छ तर कुनै पनि सुगाको बच्चा भेट्दैनन्। भेट्छन् त्यही बच्चाको आमा बाबु। अनि त्यो आमा बाबु आतुर छन् राजालाई सोध्न, मेरो नानी, मेरो छोरा कस्तो छ महाराज, तपाईँले लानु भएको छ मेरो छोरा, अनि त्यो छोरा कस्तो छ नि भनेर सोध्नुलाई आतुर। र साँच्चै नै सुगाको बाबुले सोध्छ, महाराज मेरो छोरा कस्तो छ। राजाले सुगाको बाबुलाई भन्छ, तिम्रो छोरा मजाले बसिरहेको छ, पिन्जरामा थुनेर राखेको छु, जब उड्नु खोज्छ म पखेटा काटिदिन्छु, हिँड्न खोज्छ म नङै काटिदिन्छु, तर मजाले बसिरहेको छ। यो कुरा सुन्ने बित्तिकै सुगाको बाबु त्यहीँनिर खसेर मर्यो। सुगाको बाबु मर्छ अनि सुगाको आमाले पनि फेरि त्यही कुरा सोध्छ, महाराज मेरो नानी कस्तो छ त। उसलाई पनि भन्छ, तिम्रो बच्चा, तिम्रो छोरा मजाले बसिरहेको छ, उड्नु खोज्छ म पखेटा काटिदिन्छु, हिँड्न खोज्छ उसको नङै काटिदिन्छु। यति भन्दा नभन्दा सुगाको आमा पनि त्यहीँनिर पुक्कै मरिहाल्छ। अनि राजाले सम्झिन्छ, हेत्तेरिका यिनीहरूको के हो यस्तो, एउटा यस्तो दस्तुर होला, एउटा चलन पो हो कि के हो भनिकन अचम्म मान्छ। अन्त राजा र मन्त्री रित्तो उनीहरूले कुनै पनि सुगाको बच्चा भेटाएन अनि घर फर्किन्छ। आफ्नो दरबार फर्किँदाखेरि सुगाको बच्चाले पर्खिरहेको हुन्छ।
मेरो बाबुले मेरो आमाले कस्तो सन्देश पठाउनुहुन्छ भनिकन। अनि कतै सोद्धाखेरि पनि राजाले बताउँदैन। कसरी बताउने? तिम्रो आमा बाबु मर्यो, तिम्रो आमा बाबु अब छैन, मैले तिम्रो समाचार भन्दा भन्दै तिम्रो आमा बाबु मर्यो भन्नुलाई धेरै गाह्रो परिरहेको थियो राजालाई। तर सुगाको बच्चाले ढिप्पी 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 गरेको खण्डमा राजाले सुगाको बच्चालाई भन्छ, मैले यस्तो 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 बारेमा तिम्रो बाबुलाई भने, तिम्रो बाबु पनि त्यहीँनिर मर्यो, अनि तिम्रो आमालाई भने, तिम्रो आमा पनि त्यहीँनिर मर्यो। यो कुरा सुन्दा नसुन्दा सुगाको बच्चा पनि त्यहीँनिर पुग्नुकै मर्यो। अब राजाले भने, तेरिका यिनीहरूको त डरलाग्दो चलन रहेछ। मन्त्रीलाई आज्ञा दिए, अब यसलाई निकालेर फ्याँकिदेऊ, अब यसको के काम। अनि पिञ्जरा खोलिकन टिलमुनि सुगाको बच्चालाई फ्याँकिदिन्छ। तर प्रियहरू, यहाँनिर एउटा अचम्मको कुरा छ प्रियहरू। सुगाको बच्चालाई फ्याँक्दाखेरि ऊ भुइँमा खस्दा नखस्दा सुगाको बच्चा उडेर माथि राजाको दरबारको टुप्पामा गएर बस्छ। राजा छक्कै पर्छ। अनि सुगाले भन्छ, म त मरेको थिएन, म त जिउँदो छु। मेरो आमा बाबुले पठाएको सन्देश चाहिँ यही नै हो महाराज। मेरो आमा बाबु मरेको होइन, त्यो त एक्टिङ गरेको। जब तैँले यो समाचार सुन्छस् तैँले पनि यस्तै एक्टिङ गर भनेकन आमा बाबुले मलाई पठाएको सन्देश हो। मेरो आमा बाबु मरेको छैन। त्यहाँनिर हेर्नुहोस् त, रुखको टुप्पामा मेरो आमा बाबु मलाई लिन आइरहनु भएको छ। प्रियहरू, यो सन्देशबाट, यो उदाहरणबाट तपाईँ र मैले ठुलो ठुलो शिक्षाहरू पाउन सक्छौँ। सबभन्दा पहिला म तपाईँलाई बताउन चाहन्छु, बाइबल कलसी 3:20 भन्छ, छोराछोरीहरू हो, प्रत्येक कुरामा आफ्नो आमा बाबुको आज्ञा पालन गर, किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। आमेन। जब हामी आमा बाबुको आज्ञा पालन गर्छौँ, त्यहाँबाट दुईवटा काम हामीलाई हुन्छ। आमा बाबुको आज्ञा पालन पनि गरिराखेको हुन्छौँ, त्यहाँबाट प्रभुलाई प्रसन्न पार्ने कामहरू पनि तपाईँ र मैले गरिराखेको हुन्छौँ। आउनुहोस् प्रियहरू, यस भिडियो मार्फत हरेक छोराछोरीहरूलाई, हरेक नानीहरूलाई म के सन्देश दिन चाहन्छु भन्दाखेरि, नानीहरू हो, आफ्ना आमा बाबुको सन्देशलाई कहिले पनि, आफ्ना आमा बाबुको शिक्षालाई कहिले पनि अनदेखा नगर्नुहोस्। अनि जहिले पनि आफ्ना आमा बाबुको सन्देशलाई मनमा राख्नुहोस्। अनि हरेक आमा बाबुको आज्ञा पालन तपाईँहरूले गर्नुहोस्। त्यसबाट परमेश्वर पनि तपाईँसँग खुसी हुनुहुनेछ। प्रेज द लर्ड।